guys, good morning. My name is के भन्नु? My name is घरमाया लिम्बू भन्नु नमिल्ने. My name is मनमाया लिम्बू. Just everybody call me Subin. You पनि call me Subin भन्दै त भन्नुला नि गाइस. अब म चाहिँ घाँस काट्न जानु लागेको नि त. किचनमा केही रहेन रहेछ. अब घाँस काट्नु जाने हो. हस्या बोजू खै रुपा आनीकोतिर. लाइटर किन ल्याइदेऊ अहिले फेरि. ल ल लैजाऊ न. ए हस्या त्यहाँ हेरेर लैजाऊ न. उतै चुलाको छेउमा छ कि. अब घाँस काट्नु हिँडे म चाहिँ. नाम्लो यो चाहिँ मेरो करातेको बेल्ट हो नि त. हेर है टिकेराम, यो चाहिँ मेरो करातेको बेल्ट हो साथीहरू. बाउ रामले चाहिँ यसलाई नाम्लै बनाएको छ. अब म चाहिँ घाँस काट्नु जानु लागेको. अब जकेटहरू लाउनु पर्ने हुन्छ. हाम्रो बारीहरू चाहिँ यस्तो छ. ऊ हाम्रो बोटी. आज चाहिँ मैले धेरै पछाडि भिडियो बनाएको साथीहरू. किन म भिडियो बनाउँदिनँ भने मेरो चाहिँ क्यामेराको पछाडि चाहिँ फुटेको छ क्या. अब चाहिँ जबसम्म म नयाँ फोन एफोर्ड गर्न सक्दिनँ तबसम्म चाहिँ म बनाउँदिनँ भनेर सोचिरहेको थिएँ. तर के गर्नु, बनाउनै पर्यो होइन. के खोज्नु, एउटा त खोज्नु पर्छ होइन. अहिले म अब टक्क बारीहरू देखाउँछु गाइज. म चाहिँ घाँस काट्नु हिँडेँ ल साथीहरू. यहाँ भोटी कुकुरलाई बाँधिरहेको छु यसरी. अब के गर्नु त होइन. हाम्रो चाहिँ बोडीहरू पनि खतरा छ. मेरो चाहिँ मुख पासेको छ क्या. मेरो दाँतहरू फुकालेको छ नि त भित्र. यी बोडीबारी त्यही भएर चटपटे खानै भएको छैन. चटपटे खाने मुख निको भएपछि. यो चाहिँ हाम्रो कोदो बारी हो. यो देखेकोहरू दाना बगान हो. यहाँ तल सबै दाना बगान छ. कोदो हो यो चाहिँ. हामीले यो चाहिँ अस्ति नै मैले रोपेको थियो. यो चाहिँ बुवाहरूको घर. अनि यो चाहिँ बुवाहरूको मासेम हो, मासेम. अनि यो चाहिँ हाम्रो कोदो भर्खर रोपेको हो क्या यो चाहिँ. अनि बिचरा हाम्रो बाउ चाहिँ मेहनती छ नि त गाइज. अब घाँस काट्नु हिँड्यो. कस्तो भएको छ हौ अनुहार. जिन्दगीको गोरेटोमा ममताको छाया. यी फुल के फुल हो यो? बेतलौरी. यी बुवाहरूले चाहिँ मकै पनि रोप्नु भएको छ. यति बेला पनि मकै हुन्छ अरे नि त यता त. यसरी म जाँदैछु. यो दानाको रुख हो. यी रोपेको रहेछ बुवाहरूले. भर्खर रोप्नु भएको होला. अनि यहाँ चाहिँ रोड छ. यो चाहिँ हाम्रो सानो सानो गोरु छ कि गाइजहरू. त्यो गोरुले जोतेको हो क्या यो चाहिँ. हिजो त्यसलाई धाउँदैछ क्या, धाउँदैछ. भर्खर जोत्नु सिकाउँदैछ कि बाउ हामी भएर. यो चाहिँ हाम्रो रोड हो नि फेरि. गाउँघरको रोड हो होइन. कस्तो आँखा टलक टलक देखेको. अनुहारमा पिम्पल आएर त्यही पनि धेरै सुतेर अनुहार सुनिरहेछ नि त मेरो. यो चाहिँ हाम्रो दाल हो कि. पछि यो दाल चाहिँ रोपेर खाने हो. यहाँ तल देखेको चाहिँ सब हाम्रो बगान. पर ऊ हाम्रो गोरु. मलाई हेर्दैछ ठुलो भाइ. ठुलो भाइ र सानो भाइ हो नि त नाम चाहिँ. यी दाना है साथीहरू. यो चाहिँ हाम्रो रुद्राक्ष बगान हो नि त. यो चाहिँ टक्कै माथिसम्म छ क्या. अनि यहाँ तलसम्म छ. अहिले चाहिँ म यहाँनिर घाँस काट्दैछु यता तल. यो बारदेखि मुनि. ठुलो भाइ यता हेर्छ क्या फोन फुटेर केही छैन साथीहरू. मेरो रिस अब कतिलाई त थाहा छ नि त, कतिलाई थाहा छैन नि त. मलाई रिस लास्ट उठ्छ क्या. मलाई रिस उठ्यो भने छेउमा जे थियो त्यही कुच्चिन्छ हाम्रो गोरु. यहाँ तल घाँस काट्ने हो क्या. यहाँ यो चाहिँ रुद्राक्षको रुख हो. रुद्राक्षको रुख हो यिनीहरू सब. यो रेडियो शङ्खु सभा. अब चाहिँ म घाँस काट्छु. घाँस काटेपछि चाहिँ देखाउँछु. अनि एउटा फोटो खिच्छु. फाइनली फाउन्ड वेयर आई बिलोङ कटिङ द ग्रास भन्दै युट्युबमा भिडियो हाल्छु. यो सबै हाम्रो दानाहरू हो. यहाँ चाहिँ हाम्रो कोदो रोपेको होइन, बिरुवा राखेको थियो कि. अनि त्यो बिरुवा चाहिँ आमा बाउले यहीँ रोपाइदिएको कि के भन्छ हौ यसलाई. म भन्न चाहिँ आएन मलाई. बिरुवा छरेर उम्रेको दाना हाम्रो कति लट्टा फलेछ नि. यो चाहिँ सब हाम्रो रुद्राक्ष बगान छ साथीहरू. यहाँ चाहिँ तलसम्म छ क्या. यो चाहिँ सब मेरो बाउले गरेको पौराखो जिन्दगीमा होइन. यस्तै त हो नि. बाउ आमा कति दुःख गर्छ. रुद्राक्ष मेरो पछाडि फुटेको छ नि त. कोदोबारी सबै कोदोबारी र मासिमबारी मात्रै छ हाम्रोमा त. अनि हाम्रो बाउले
चाहिँ भाउजूहरूको यो रोड हो क्या गाइस। यो चाहिँ अम्लिसो रोपेको अरे हाम्रो बाउले। हामीले यहाँ कफी रोपेको छ, अस्ति 5,000को बिरुवा लिएर कफी रोपेको छौँ। यस्तो छ त। अस्ति नै हाम्रो डले पूजाहरू रुद्राक्षको रुखहरू यहाँ तल देखेको सब रुद्राक्षको रुखहरू। यहाँ तल चाहिँ हाम्रो कान्छीको छोरीको च्यान पनि छ। गाइजहरू डल्ले पुजारी ल्याएर अस्ति सब दाना हेरेर गयो होइन। अब भुइँमा झरेकोहरू टिप्नु बाँकी छ हामीले। यो रेडियो शङ्ख सभा कहाँबाट सुने हौ यो? घरमा शङ्ख सभा। कफी बाउरा मैले पो रोपेको त 5,000को बिरुवा ल्याएर। म चाहिँ घाँस काटेर आएको साथीहरू। हात चाहिँ काटेर यस्तो भएको छैन। म चाहिँ पहिला घाँस काट्नु जान्दैन थियो नि त। अनि यो घाँस काट्नु मैले जानेको चाहिँ त्यस्तो धेरै भएको छैन। अहिले चाहिँ म पर्फेक्ट भइसक्यो अरे क्या। मेरो हात काटेको छैन, पहिला त्यो औँला काटेको थियो। तर सानो सानो चाहिँ थुप्रो काटेको छ। सानो सानो चाहिँ काटेको छ है, ठुल्ठुलो चाहिँ छैन। पसिनै पसिना आए यति घाँस काटेँ म। त्यस्तो राम्रो घाँसहरू काट्नु चाहिँ पहिला जान्दैन थियो, सानैदेखि नगरेको नि त। अब गाउँमै जन्मे पनि हामीले त्यसरी अब कहिले गरेन। अनि अहिले चाहिँ जे होस् आउँछ। यहाँ चाहिँ हाम्रो दाना टन्नै फलेको छ। 5 मुखीहरू फलेर के गर्नु, मुखदार फल्दैन होइन। अब फेरि घाँस काट्ने अलिकति यता माथि त यस्तो पो देख्दो रहेछ। गर्मीले घरमा आएको बेलामा चाहिँ होइन साथीहरू, यदि तपाईँहरू पनि यस्तो घाँसहरू काट्नु आउँदैन र सिक्नु मन लाग्छ भने चाहिँ घर आएको बेलामा जहिले गर्नुपर्छ क्या, त्यत्तिकै आउँदो रहेछ। मैले अस्ति नै पनि काटेको थियो, अहिले पनि काटेँ। अहिले त म पासै भइसकेँ घाँस काट्नुमा होइन। यो चाहिँ हाम्रो बाउले काटेको हिजो। यहाँनिर अलिकति चाहिँ मैले काटेको छु काटेको। अनि साथीहरू मलाई चाहिँ बिटिएस साह्रै हेर्ने बानी भएको छ है। म चाहिँ बिटिएस मात्रै हेर्छु। त्यो सबै केटा मनपर्छ। त्यो अरू केटीहरूसँग होइन, अरू गर्लहरूसँग ह्याङआउट गऱ्यो भने त आम जेलस भन्छ नि। म त जेलस हुन्छु यार। के भयो त्यस्तो पो हुन्छ त। बिटिएस हेर्नु थालेपछि त यस्तो पो हुने रहेछ। त्यहाँ भएको 7वटा केटा मनपर्छ। कस्तो साह्रो गर्मी। मलाई चाहिँ गर्मी पसिना धेरै आउँछ क्या। म गर्मीहरू सहन सक्दैन। पसिना धेरै आउँछ अनि तिर्खा पनि लागिहाल्छ। यहाँभित्र चाहिँ घाउ आएको छ क्या यता। त्यही भएर गाला सुनेर पुक्क छ। फेरि घाँस काट्छु गाइस। यहाँ छ अलिकति, रोडमा निकालेछु अलिकति। फेरि काट्छु अलिकति गाई चाहिँ यति घाँस काटेँ। मैले अहिले कपाल काटेको छु साथीहरू। बोइज कट हान्दैछु नि त अस्ति। लास्ट गर्ने भयो। अब अलिकति काटेर जान्छु। यति काटेको छु, अब अलिकति काटेर जाने। घाउ आएको छ क्या त्यो दाँत भित्रभित्र। लास्ट नसक्ने भए अब चाहिँ घर जाने। भित्रको लुगा सब भिजिसकेछ पसिनाले। कस्तो काली दिएछ है। अस्ति घरबाट भर्खर गएको थियो, घरमा डढेर उस्तै भएको थियो। जेन्जेको आन्दोलनमा कुत्ता झन् काली भए। अहिले त झन् गाउँमा घाममा घाँस काट्दै झन् काली हुन्छ। आज चाहिँ हुस्से लागिरहेछ है, हुस्से। अम्लिसोले हातखुट्टा काटेर केही छैन गाइस। सराम हरियो काँक्रा दर्याम घाँसको बारी। सक्छौ लेमन।
हाम्रो भित्तामा सिलाङ सागमा चाहिँ राम्रो राम्रो चाहिँ हो है। फेरि डल्ले पुजारीले बनाउँछ नि त नि, फेरि यो त हामीलाई बनाउन आउँदैन। के लेखेछ लिबाङ परिवार अरे के त कुङ लिबाङ अरे के त कुङ, हामी के त कुङ लिबाङ परिवार हो नि त। त्यो पर्दा कति साह्रो कालो कस्तो पो देख्दो रहेछ त। घाँस काटेर आएको अनुहार गति रहेन रहेछ मेरो त। क्यान्सर खाएको तिमीले, क्यान्सरको दबाई। बोटी चोटी गुगोटी, बोटी चोटी गुगोटी। गोन्ते लन्ते गुगोन्ते, घन्टे लोटे गुगोटे, घन्टे बोटी चोटी गुगोटी, मेरो भोटी मेरो बहिनी। यसले छोरी पाउँछ, अब छोराछोरी पाउँछ। हेर्नु यसको बुढी होइन, अब यसको छोराछोरी पाएपछि म यसको छोराछोरी खेलाउँछु। यसले छोराछोरी जन्माउनु लाग्छ, यो भुँडीमा चाहिँ उसको छोरा र छोरी छ। के पो लेखेर छ यहाँ त, म त आज पो देख्दैछु त। नेपाल अनि के हो यो, कराते एसोसिएसन रे। ला ला बुढी भएछु है अब त म पनि। म चाहिँ नुहाइसकेँ। हाम्रो भोटी यहाँ छ, हाम्रो बेलुकाको तरकारी यो हो। हाम्रो दारा चाहिँ यता छ, पानी भर्खर झरेको भन्दै। आज चाहिँ घाँस नकाटेको दिनमा बिहानै काटेर दिनै कट्दैन त भाइ, सधैँ दिनभरि घाँस काट्दैन त हामी। मेरो बाउ र म भएर होइन भोटी, मेरो भोटी लोन्ती छ नि यहाँ फेरि। अब चाहिँ गाईलाई पानी दिनु जाने। गाई चाहिँ उता गाग्रीमा पानी बोकेर, हाम्रो घरमा त यसरी सोत्तर सुतिरहेछ नि फेरि साथीभाइहरू। पानी यहाँ छ। अब यो डोकोमा बोकेर गोरुलाई पानी दिने, ठुलो भाइ र सानो भाइलाई। जामा लाउने यो गाउँ छोडेर कहिले काठमाडौँको घरमा सर्नु, आफ्नै घर बनाएर होइन। त्यति बेला चाहिँ बल्ल राम्रो हुन्थ्यो क्या साथीहरू। आज त गोरुलाई अब यस्तो घाम लागेको छ, पक्कै पनि पानी त खान्छ होइन। त्यही भएर बाल्टिनमा र काँक्रीमा लिएर जानु पर्यो। यस्तो घाममा त खाइहाल्छ नि, हामीलाई कति तिर्खा लाग्छ बिचरा। पानी भर्दैछु गाइज, भर्यो अब जाने। गोरुलाई पानी दिनु हिँडेको काँक्री बोकेर बाटोतिर खस्यो भने। यो चाहिँ हाम्रो ठुलो बाउहरूको मकै हो क्या, बुवाहरूको। यहाँ चाहिँ हाम्रो अस्ति टाइगर पुरेको रे, मेरो टाइगर कुकुर। मलाई कस्तो माया लाग्छ हाम्रो बोक्सी त यता पो रहेछ हौ। यो चुडेल हो क्या यो। बाटो पनि कस्तो झारी छ नि त, देख्नै नसक्ने। घरमा आएपछि चाहिँ मैले धेरै काम गर्न थालिसकेँ गाईचहरू। अब चाहिँ एकदम कामकारी बुहारी हुन योग्यको भइसकेको छु क्या म। जस्ट किडिङ। अब हाम्रो गोरु छ यहाँ पर। ठुलो भाइ, सानो भाइ, ओ ठुलो भाइ, हेरेको हेरे त मलाई बेबीहरूले। मेरो बेबीहरू पानी ल्याइदिएको तिमीहरूलाई, पानी खाने। ठुलो भाइ, यो ठुलो भाइ हो, सानो भाइ हो पल्लो। अब पानी दिन्छु यिनीहरूलाई म। खासमा बाउले चाहिँ मलाई अहिले भरे भरे मात्रै दिनु भन्थ्यो। मैले चाहिँ सानो भाइले हेरेको हेर त, मैले चाहिँ अहिले नै दिएको क्या। मलाई पनि धेरै तिर्खा लाग्छ नि त, अनि म आफू जस्तो त्यस्तै सम्झिन्छु क्या। उनीहरूलाई पनि कति तिर्खा लागेको होला भन्दै सम्झेर दिइहालेको। गाग्रीमै लिएर आएको हाम्रो ठुलो भाइ। बिचरा ठुलो भाइलाई हेर झिँगाले खाएरै सुबानी पो छ त। उसको आमाले फेरि अर्को छोरा जन्माएको छ अहिले। सानो भाइ, सानो भाइ सिङै छैन उसको त, यहाँको सिङै पलाएको छैन कि। सानो भाइले खाँदैछ। यत्रो घाम छ अनि पानी खाइहाल्छ नि हौ बिचराहरू है।
खाने अझै आज त खतरा लागेको दुईटा बाउ र आमा चाहिँ डाँडा गएको छ म र दुईटा कुकुर मात्रै घरमा हो नि त घर रुङ भनेर आएको थिएँ रुग्यो कि रुगेन राक्षसहरूले कुट्टाइ भेट्छ फेरि हाम्रो काउ उसैको छोरा हो ठुलो भाइ र सानो भाइ जेठो र माइलो साइला पनि जन्मेको छ ऊ चाहिँ साइलो हो क्या भर्खर जन्मेको 1 महिनाको भयो अरे ऊ कालु हाम्रा सुँगुर कराएर फेरि जति खानु दिए पनि यो गाई र सुँगुरले भुडी फुट्ला तर खानु छोड्दैन कराएको हेर त ओ डाङ्ग्रे ऊ तँलाई दसैँमा मारेर खाइहाल्छ बिचरा म चाहिँ माया लाग्छ कि यस्तो देखिहाल्यो भने के गर्नु जातै त्यस्तो यो चाहिँ हिजो हामीले अमिलो पेलेको अमिलोको खोस्टा यो चाहिँ कस्तो अमिलो बनाएको अब गाईलाई पानी दिन्छु त्यस पछाडि मेरो काम फिनिस त्यहाँ दुईटाले घर रुँगेको रहेनछ नि यिनीहरूलाई कुट्छु मैले रुँगिरहेर छ त्यो भोटी चाहिँ कहाँ गएछ भोटी चोरी खानु त गएन नि भित्र त्यो भोटी त चोर पो छ है फेरि ऊ चाहिँ हाम्रो कैली हो उसको छोरा कैली जस्तो पनि घाँस खान्छ उसले कैलीले त अझै खान्छ के हो गाग्रीमै ल्याउनु पर्थेछ सक्यो त पानी तानी पानी नै सक्यो फेरि ल्याउनु पर्ने रहेछ बिहान मैले घाँस काटेको चाहिँ तल बारी पुछारमा चाहिँ हाम्रो बोबो हो बोबो सानो छ नखाने रे एक्टिङ पो गर्छ त यो त एक्टिङ पो गर्छ त ऊ त एक्टिङ एक्टिङ पो गर्छ त 1 महिनाको भयो अरे 2 गते अस्ति चाहिँ गाई गोरु सबैलाई पानी दिइसके अब चाहिँ मेरो काम सक्यो यहाँ हाम्रो मिसिम मास हो मिसिम होइन यो त आकाश त आज वेदर चाहिँ एकदम दामी छ है यहाँ हाम्रो आरुख रुख यहाँ पनि रहेछ हौ मैले त देखेकै थिइनँ हौ यो त भर्खर देखेको अब हामी कति वर्षमा घर आइन्छ होइन यो चाहिँ यो परालले टालेको छाएको छ नि यो चाहिँ हाम्रो पहिल्यै नि त मामलाको बाजे बोजूले बनाउनु भएको अरे क्या हाम्रो मामलाको चाहिँ बाजे र बोजूको चाहिँ छोराहरू चाहिँ खस्नु भएको अरे नि त सानोमै जन्मिने बित्तिकै दिस इज माई लेमन ट्री भन्नु होला खस्नु भएको अरे अनि हुनु नथ्यो अनि हाम्रो आमाको लु ज्ञानीहरू ल्याम्लीहरू घल्नुगी लागेको लैछ पसिना कस्तो खतरा आउँछ है चटपटेको लागि रेडी हुँदैछ यता चाहिँ फेरि यहाँ भोटी 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 कागती टिप्न हिँडेको अब चाहिँ हामी चटापटा बनाएर खाने यहाँ त खोबिल्रा छ हौ मुसाले खनेर फेरि केही छैन उखु कागती ला 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 झरिरहेछ यसरी झर्ने क्या गाई झर्छ गाई अनि यसलाई यसरी खोज्ने हो क्या टिप्ने त्यस यो चाहिँ मैले रोपेको कागती हो गाई म चाहिँ सानैदेखि यस्तो होइन बोट बिरुवाहरू रोप्न मन पराउने मान्छे हो कसैको स्वभावै त्यस्तो हुन्छ क्या हाम्रो बाउ नै त्यस्तो छ नि त अनि बाउले रोपेको देखेपछि मलाई पनि रोप्नु मन लाग्ने चराको गुड पनि छ दुईटा मात्रै झरेको रहेछ हौ लैजानु पऱ्यो दुइटै भए पनि यसरी झर्छ क्या यो चाहिँ यता यस्तो छ है टिपेर लग्यो मैले यो चाहिँ रुखैबाट टिपेको काठमाडौँमा होइन 10 रुपियाँ 15 रुपियाँ पर्छ एउटालाई
घरमा त बोटमै फल्छ नि के गर्नु झन्डै लड्यो जान्छ त्यो पनि टिपेको है मैले ऊ माथि एउटा पहेँलो रे टिप्न सक्दैन त्यो सुँगुरलाई के भयो भ्याउँ भ्याउँ गर्दै जा यो झरेको पाकेर झरेको होला क्या पक्कै पनि यो चाहिँ 12 मासे अमिलो हो यो चाहिँ जहिले फल्छ क्या यो कागती पनि जहिले फल्छ यिनीहरूको फल्ने सिजन हुँदैन है अब यो कुबिन्डोलाई काट्ने